हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग गाइज। आज म तपाईँहरूलाई आलु चप र कोबीको चप पनि होइन के कस्तो हुन्छ तपाईँलाई सबै देखाउँछु प्रोसेसिङ। सो बनिरहनुहोस् भिडियोमा। तपाईँलाई सुरुदेखि होइन लास्टसम्म तपाईँलाई प्रोसेसिङ देखाउँछु गाइज होइन। अब म तपाईँलाई प्रोसेसिङ देखाउँछु सुरुदेखि। अब चामलको के कस्तो, चामल फर्स्टमा चामल होइन, अनि त्यसपछि प्याज लसुन पिसिन्छ म तपाईँलाई देखाउँछु होइन। हाम्रो स्टार्ट गरिसकेको छु होइन। तपाईँलाई यो यो थिच त होइन, तपाईँलाई के कस्तो छ म सबै देखाउँछु होइन प्रोसेसिङको होइन। आलु चप के भन्छ यसमा चाहिँ चामल र प्याज लसुनको पेस्ट हुन्छ मिक्स होइन। अनि त्यसपछि होइन सबै कुरा हुन्छ नि मिक्स गरेर देखाउँछु तपाईँलाई। हेर्नुहोस् यहाँ होइन, यहाँ मैले तपाईँलाई फर्स्टमा चामल चाहिँ अगाडि नै राखिसकेको थियो, त्यही भएर होइन तपाईँले देखाउनु पाएन। सो गाइज होइन, अब तपाईँलाई मसला ससला यसमा मिक्स गरेर देखाउँछु। सो गाइज होइन होइन गाइज, अब यहाँ हाल्छ यसमा हेर्नुहोस् होइन, मिक्स रहेछ सबै तपाईँलाई होइन। अब के कस्तो छ होइन, सुरुदेखि प्रोसेसिङ देखाउँछु, त्यही भएर अब मसलाहरू नि हाल्छु, अब एकछिनमा देखाउँछु तपाईँहरूलाई। सो गाइज होइन, यो चाहिँ धनियाँ र जिराको पेस्ट रहेछ, मिक्स रहेछ। तपाईँहरूलाई 2 चम्मच यसो यो हाल्नुपर्छ होइन। र सो गाइज अब होइन 1 चम्मच चाहिँ खुर्सानी, त्यो पनि ठुलो होइन। अब यो भइसकेपछि होइन, यो चाहिँ तपाईँको हल्दी भयो होइन, बेसार भन्छ यसलाई। यो चाहिँ थोरै धेरै नहालौँ, थोरै हालौँ, आधी चम्मच जति होइन। अब यसलाई बन्द गरिदिनु होइन। अब नुन चाहिँ 2 चम्चा जति होइन, 2 चम्चा जति यति हुन्छ होला है, यति हाल्ने। त्यसपछि बन्द गर्ने। अब यसलाई चाहिँ यसमा मिक्स गर्नुपर्छ होइन। यो हेर्नुहोस् यसमा चाहिँ हालिदिनु पऱ्यो होइन। अब चाहिँ यसलाई मिक्स गरौँ होइन। सो गाइस यसलाई मिक्स गर्नुपर्छ पहिला। हेर्नुहोस् यसलाई मिक्स गरेपछि कलर चेन्ज हुन्छ होला होइन। मिक्स गरेपछि हेर्नुहोस् कस्तो कलर आयो यसको। हल्का आँटा नै हाल्नुपर्छ गाइस होइन। यो चाहिँ अब तपाईँको यो गहुँको धुलो रहेछ, यो के हुन्छ आँटा भन्छ हामीले, सबै हाल्ने हो होइन। अब यसलाई पनि यसमा हालेर मिक्स गर्नुपर्छ होइन। एकदमै टाइट भयो, पानी हाल्नुपर्छ त्यसमा। सो गाइस हल्का पानी हाल्नुपर्छ। अब कति चाहियो त्यति अनुसार पहिला मिक्स गरौँ, धेरै टाइट नहोस् भनेर। सो गाइस होइन, यहाँ नजिक देखाउँछ हेर्नुहोस् त्यो गाइस पुरै मिक्स भइसक्यो होइन। सो तपाईँहरूलाई अब यो हेर्नुहोस् यो रेडी भइसकेको छ। यसलाई भन्छ होइन हाम्रो मसला होइन। गाइस हेर्नुहोस् यहाँ हामीले अब गाइस आलु नि काटिसकेको छु, पिस पनि यहाँ काटिदिएको छु। अब यसलाई धोएर होइन पकाउनुपर्छ होइन। यहाँ हेर्नुहोस् हाम्रो सबै चिज भइसकेको छ होइन। अब मात्र तेल हाल्ने, अनि त्यसपछि फ्राई गर्नुपर्छ। अब लगाउने तेल हाल्नुपर्छ एकछिन होइन। कतिको तेल हाल्ने हेर त, यतिले हुन्छ। यति हामी धेरै तेल हाल्न हालौँ होइन। तेल हालेपछि एकछिन अब 2-4 मिनट जति गरौँ। तेल पनि तताउनु पर्यो एकछिन। तपाईँलाई म पुरै यो तेल अहिले भर्खरै हालेको छु, एकछिन अब तताउनुहोस्। तताएपछि होइन, अनि त्यसपछि मिक्स गरेर म हाल्छु नि, तपाईँले देखाउँछु के कस्तो प्रोसेसिङ छ। यसमा के हालेको छु मैले तपाईँले फेरिदेखि भनिदिरहेको छु। यसमा तपाईँ यो चामल बिहान राखिदिएको थियो मैले फुल्नको लागि, चामल हाल्यो। अनि त्यसपछि चामल बेलुकासम्म राखेको छु। अनि त्यसपछि चामल, यसमा चामल छ, अनि प्याज छ, लसुन छ, अनि धनियाँको मिक्स र जिराको मिक्स, अनि मर्चाई, अनि हल्दी, अनि नुन हालेको छु सबै मिक्स गरेर। अनि हल्का आँटा पनि हालेको छु होइन। मिक्स गरेर एकछिनको लागि छोडिदिएको छु होइन। तेल पनि चाहिँ अब एकछिन कर्किन्छ, तेल तताएपछि मिक्स गरेर हाल्छु है। म तपाईँलाई प्रोसेसिङ पनि देखाउँछु होइन। अब यो आलुहरू हाल्छु हेर्नुहोस्, तपाईँहरूलाई सबै एक लिएर हाल्छु होइन। मिक्स गर्नुपर्छ यसमा होइन। यो आलुको पेस्ट होइन।
सो गाइज होइन अब एकछिनमा नि अब तपाईँले सबै देखाउँछ के कस्तो छ गाडी नि हाल्नु पऱ्यो होइन सो गाइज होइन अब एकछिनमा रेडी हुन्छ म तपाईँहरूलाई देखाउँछु सो गाइज होइन अब टाइम भइसकेको छ यसलाई पल्टाउने तपाईँहरूलाई के कस्तो छ होइन हेर्नु म तपाईँले देखाउँछु होइन यस्तो मजाले यस्तो पल्टाउनुपर्छ होइन हेर्नुहोस् तपाईँलाई होइन एकदम सो गाइज के कस्तो लाग्छ होइन कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् होइन गाइज अब होइन 1 2 4 5 चोटि अझ गर्ने हो यस्तो सेम प्रोसेसिङ त्यही हो गाइज अब केही छैन यसमा तपाईँहरूलाई भिडियो राम्रो लाग्छ भने कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है सो गाइज होइन निकाल्ने टाइम भइसकेको छ होइन यसलाई अब मस्त निकाल्ने हो होइन हेर्नुहोस् आजल यसलाई यता लिएर यता प्लेट होइन यसलाई मस्त यसो यतैरिका होइन अब फेरि 1 राउन्ड अझ हाल्नुपर्छ 1 राउन्ड अझ हाल्नुपर्छ होइन सो गाइज होइन हाम्रो अब सबै रेडी भइसकेको छैन तपाईँहरूलाई म पुरै देखाउँछु के कस्तो छ होइन यहाँ हेर्नुहोस् हाम्रो रेडी भइसक्यो होइन त्यत्रो मेहनत गरेको त्यही भएर होइन गाइज तपाईँहरूलाई भिडियो राम्रो लाग्छ भने कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है बाई